हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन फेरि म आइसकेको छु यहाँ होइन एउटा सानो टपिक लिएर होइन यो टपिक चाहिँ के हो भने यहाँ छ पुरै है यो पुरा यहाँ बुक्सहरू छ मेरो त्यसको बारेमा म जानकारी दिइरहेको छु हजुरहरूलाई होइन देख्न सक्नुहुन्छ तपाईँहरूले यो मेरो बुक्सहरू हो इट इज इङ्ग्लिस एन्ड दिस इज ओल्ड इज गोल्ड फर बिए फर्स्ट इयर। अब तपाईँहरूलाई थाहा लागिसक्यो होला होइन यति देखाउने बित्तिकै कि यसले पढिरहेको रहेछ यो भनेर होइन तर आफ्टर लङ टाइम मतलब धेरैभन्दा नि धेरै भइसक्यो मैले छोडेको कलेज होइन सायद अहिले कति भयो होला 2072-73मा मैले प्लस टू कम्प्लिट गरेको अहिले 83 हो नि सायद होइन 83 भनेपछि त धेरै भयो 83 भनेको 10 वर्ष होइन आफ्टर 10 इयर्स म फेरि ब्याक भएको छु होइन पढाइको लागि होइन यो चाहिँ देख्न सक्नुहुन्छ यो पोलिटिकल एन्ड कल्चरल हिस्ट्री यसको लागि चाहिँ म म्यामलाई एकदम धेरै थ्याङ्कफुल होइन यो जति पनि मैले यसको नोटहरू बनाएको छु त्यो चाहिँ सब मलाई म्यामले म वहीँ हुँदाखेरि नै प्रोभाइड गरिदिनु भएको हो फोटो खिचेर म्यामलाई चाहिँ मैले एकदम धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु हाम्रो पिएन क्याम्पसको म्याम हुनुहुन्छ उहाँले मलाई एकदम धेरै धेरै सपोर्ट गर्नुभएको थियो लक्ष्मी म्याम होइन मेरो बुढीको नाम पनि लक्ष्मी हो अनि फेरि म्यामको नाम पनि लक्ष्मी हो कि अनि दुईजनाले चाहिँ मलाई एकदम धेरै सपोर्ट गर्नुभएको मलाई मेरो बुढीले चाहिँ जति सपोर्ट गर्यो त्यो त अब कुरै छैन होइन मेरो बुढीले कति सपोर्ट गर्यो भन्ने कुरा त किनकि उसले त मलाई एकदम एभ्री टाइम एभ्री वेयर होइन जुन बेला पनि ल बुढी कलेजमा यस्तो पऱ्यो जाऊ न एकचोटि भनेपछि ऊ चाहिँ तँ गइहाल्ने कि अनि इफ ऊ बिजी छ भने पनि उसले मलाई भनिहाल्थ्यो कि म अहिले बिजी छु म आफ्नो ड्युटी सकेर गइहाल्छु म भनेर उसले होइन मलाई एकदम धेरै हेल्प गर्यो अनि त्यसपछि त्यत्तिकै बिचमा एउटा म्याम भेटिनु भयो फेरि उहाँको नाम पनि लक्ष्मी नै रहेछ होइन उहाँले पनि एकदम धेरै हेल्प गर्नुभयो कि मैले अरूहरू सरहरूलाई पनि मैले धेरै म्यासेज गरेँ लाइक अर्को कल्चरको सरहरूलाई अनि त्यसपछि पपुलेसनको सरहरूलाई पनि मैले धेरै म्यासेजहरू गरेँ तर उहाँहरूले मलाई केही पनि रिस्पोन्स दिनु भएन कि एउटा स्टुडेन्टले म्यासेज गर्दाखेरि सायद त्यो रिस्पोन्स नदिनु पनि सायद उहाँहरूको पनि थोरै कमजोरी होला अथवा अन्जान मान्छेको किन रिस्पोन्स गर्ने भन्ने पनि एउटा थट होला होइन बट लक्ष्मी म्यामले चाहिँ मलाई एकदमै धेरै सपोर्ट गर्नुभयो राम्रोसँग प्रिपेरेसन गर्नु म पठाइदिन्छु नोटहरू भनेर एकदम 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 धेरै सपोर्ट गर्नुभएको थ्याङ्क यू सो मच म्याम हजुरलाई एकदम धेरै 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 एकदम आभारी छु म हजुरको सपोर्टप्रति र फेरि पनि चाहन्छु म कि अरू पनि यस्तै सपोर्ट अरू दिनहरूमा पनि यति नै धेरै सपोर्ट गरिदिनु होला किनकि हजुरहरूले सपोर्ट र मेरो पढ्ने सायद जो मेन्टालिटी छ सायद अहिले नै रोकिँदैन होला होइन म अझै अगाडिसम्म पढ्छु होला र त्यो टाइममा पनि हजुरहरूले जहाँसम्म सक्नुहुन्छ त्यहाँसम्म धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला भन्दै होइन म भिडियो स्टार्ट गर्छु है हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन आज चाहिँ म तपाईँहरूलाई एउटा नयाँ जानकारी दिन गइरहेको छु होइन त्यो चाहिँ के हो भन्दाखेरि मसँग यहाँ यति धेरै बुक्सहरू छ क्या अहिले होइन यो होइन के भन्छ यो पपुलेसन्सको होइन अनि यो पपुलेसन 722 अनि इङ्ग्लिस अनि ओल्ड इज गोल्ड होइन अनि त्यसपछि द्याट इज कल्चर एन्ड हिस्ट्री होइन यो सब यहाँको धेरैभन्दा पनि धेरै धेरै बुक्सहरू छ कि होइन तर यो बुकहरू अहिले मसँग कहाँबाट किन आयो भन्ने कुराहरू चाहिँ मैले हजुरलाई भिडियो मार्फत बताउन चाहन्छु कि होइन किनकि आजभन्दा तकरिबन 10 वर्ष पहिला होइन 10 वर्ष पहिला मैले स्कुल मतलब मेरो प्लस टू कम्प्लिट गरेर मैले छोडेको थिएँ नि त है अनि त्यसपछि मलाई पढ्नु चाहिँ धेरै नै मन थियो
यताउता गर्दाखेरि चाहिँ होइन पढ्नु पनि पाएन होइन। तर आफ्टर लङ टाइम मैले यस्तो डिसाइड गरेँ कि अब फेरि म चाहिँ सब कुरा छोडेर म चाहिँ पढ्छु होइन। म पढेर जस कतिसम्म सक्छु होइन त्यतिसम्म चाहिँ म पढ्छु भनेर मैले फेरि रिजोइन गरेँ होइन। रिजोइन गर्दैछु अहिले। अब अहिले असार चलिरहेको छ। साउनको 18 गते चाहिँदेखि मेरो इक्जाम छ ब्याचलर फर्स्ट इयर। र म हिजो मात्रै घर आइपुगेको होइन। त्यहाँभन्दा अगाडि मैले बुक्सहरू त थियो मसँग, मैले मगाइसकेको थिएँ। तर पनि त्यति धेरै उस भइरहेको थिएन क्या, के भन्छ पढ्ने इन्भाइरोमेन्ट क्रिएट भइरहेको थिएन मलाई होइन। किनकि अब म जबमा थिएँ होइन, मैले ड्युटीलाई पनि फोकस गर्नु पऱ्यो। अनि रेस्ट टाइम त रेस्ट नै भइहाल्यो होइन। त्यसलाई मैले बहुत धेरै इभ्यालुएट गरेँ टाइमहरू, तर मिलेन। इभ्यालुएट गर्दा पनि मतलब म्यानेज गर्नै सकेन कि, किनकि ड्युटी इज ड्युटी होइन, ड्युटी फर्स्ट। ड्युटीलाई पनि धेरै ध्यान दिनुपर्ने हुन्थ्यो होइन। अनि त्यो कारणले गर्दाखेरि मैले अलिकति पाएन त्यति बेला प्रिपरेसन गर्नलाई। र अहिले मसँग तकरिबन 20-22 दिन छ होइन। र त्यसमा कस्तो छ भने अब फर्स्टमा कुनको इक्जाम छ मेरो भने फर्स्टमा मेबी इङ्ग्लिसको इक्जाम छ होला होइन। किनकि आई होप मलाई त्यस्तो लागिरहेको थियो। यहाँ आएर मेरो फर्स्टमा छ 4 वैशाख जेठ असार साउनको 18 गते इङ्ग्लिस इक्जाम होइन। अनि त्यसपछि फेरि गएर अनि 20 गते छ मेरो पपुलेसन प्रिन्सिपल अफ पपुलेसन एन्ड डेभलपमेन्टको होइन। त्यसपछि फेरि 22मा गएर छ। अनि त्यसपछि फेरि 26मा गएर, अनि त्यसपछि लास्ट छ मेरो कहिले लास्ट छ मेरो 29मा है। 29 तारिक गएर मेरो इक्जामहरू सकिन्छ होइन। आई होप इक्जाम सायद राम्रो हुन्छ होला होइन। किनकि अलिअलि मैले प्रिपरेसन पनि गरिरहेको थिएँ। र यो 20मा मलाई साथ दिने मेरो बुढी भनौँ होइन। किनकि मेरो बुढीले मलाई धेरै हेल्प गर्यो होइन। जब म कलेज जोइन हुनेदेखि लिएर होइन, अनि त्यसपछि तपाईँको जति पनि स्कुलमा कलेजमा पढ्ने कामहरू मैले सबै उहाँबाट फोन गरेर भन्थेँ बुढीलाई कि यस्तो गर्यो, यस्तो गर, यस्तो गर, यो जाऊ होइन। दिनमा 3 चोटि 4 चोटिसम्म पनि ऊ कलेज गयो कि आफ्नो कामलाई ब्याक गरेर होइन। एकदम धेरै थ्याङ्कफुल छु म मेरो बुढीलाई। मैले एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु। अनि त्यसमाथि फेरि मलाई सपोर्ट गर्नुहुने म्याम हुनुहुन्छ कल्चरको होइन, पोलिटिकल एन्ड कल्चरल हिस्ट्री अफ नेपाल सब्जेक्टको म्याम हुनुहुन्छ बिना गुरुङ, सायद नाम मैले कन्फ्युज भएँ अहिले। म्याम हुनुहुन्छ, उहाँले पनि मलाई एकदमै धेरैभन्दा पनि धेरै सपोर्ट गर्नुभएको है। उहाँले मलाई सबै यो जति पनि यो छ यहाँ मेरो नोट हो यो होइन, यो पुरै फुलै छ। र यसमा पनि मैले आधाभन्दा धेरै त अझै लेख्न भ्याएको छैन। त्यतिसम्म मलाई एकदम धेरै सपोर्ट गर्नुभएको मलाई म्यामले, कि हरेक दिन मलाई हरेक च्याप्टर्सको फोटो खिचेर होइन, नोटहरूको गाइडहरूको फोटो खिचेर अनि मलाई दिनुभएको म्यामले। उहाँलाई पनि एकदम धेरै 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 थ्याङ्क यू भन्न चाहन्छु। अनि र अबको दिनहरूमा पनि मैले एकदम धेरै धेरै नै राम्रो गर्छु, प्रिपरेसनहरू तयारीहरू राम्रो गर्छु। अनि त्यसपछि हेरौँ आई होप होइन कहिलेसम्म पुग्छ है, कहाँसम्म पुगिन्छ। अनि यो चाहिँ मेरो बुढीले किनिदिएको रहेछ होइन।
मलाई थाहा पनि थिएन कि यस्तो सपोर्टिभ होइन, मेरो बुढी एकदम धेरै सपोर्टिभ छ नि त। यो मलाई किनेर राखिदिएको रहेछ, यो चाहिँ ओल्ड इज गोल्ड हो होइन। ओल्ड इज गोल्डमा चाहिँ अब क्वेसन्सको सिलेबसहरू छ, अनि त्यही सिलेबसहरू हेरेर मैले प्रिपरेसन गरिरहेको छु। अनि यो चाहिँ मेरो इङ्ग्लिसको बुक हो होइन, इङ्ग्लिसको बुक हो। त मलाई थाहा छैन कि मेरो लाइफमा मैले जति अहिलेसम्म पढेँ, मतलब प्लस टू कम्प्लिट गरेँ, त्योमा पनि सबैभन्दा एकदम अप्ठ्यारो विषय भनेको मलाई इङ्ग्लिस। किनकि मलाई पास्ट प्रेजेन्ट फ्युचरको त्यो टेन्सवाला के भन्छ उसमा सेन्टेन्स बनाउनै आउँदैन क्या होइन। कुन के लगाउँदाखेरि त्यो पास्ट भइजान्छ, के लगाउँदाखेरि त्यो प्रेजेन्ट हुन्छ, र के लगाउँदाखेरि त्यो फ्युचर हुन्छ भन्ने कुरा नै मलाई थाहा छैन होइन। त्यही भएर मलाई इङ्ग्लिसमा चाहिँ सायद एकदमै धेरै गाह्रो हुन्छ होला, त्यही कारणले मैले नेपाली मिडियम चुज गरिरहेको छु। अरू चाहिँ सबै नेपाली मिडियम हो होइन। यिनीहरूको चाहिँ लगभग मैले सायद गर्न सक्छु होला है, थाहा छैन कहाँसम्म सक्छु के गर्छु होइन। यो चाहिँ मेरो रफ रफ कपी हो होइन। यसमा चाहिँ मैले इङ्ग्लिसको प्रायः जस्तो इङ्ग्लिसको प्र्याक्टिस गरिरहेको छु होइन। अनि यो चाहिँ मेरो के हो, अच्छा यो चाहिँ अलिकति बाहिरको सिलेबस हो है। यसमा चाहिँ मेरो जबको डिटेलमेन्टहरू इन्क्लुडिङ छ। अनि यो चाहिँ मेरो पपुलेसन हेल्थको मैले मेन टपिकहरू राखेको यसमा होइन।